के भयो रे मामा रङ कसो भयो रे मामा यतै टाँसिन्छ उतै टाँसिन्छ भात खानु पनि हुँदैन खाएको मलाई मजा लाग्दैन मेरो दिदी यतै टाँसिन्छ कान्छी दिदी यतै टाँसिन्छ अनि म भागेर हिँडेँ अस्तिको दिन हिजो के किन मामा अनि तै जान्ने भनिदिनु न तै जान्ने हो तमाको ठुलो पाल्टिन्छ अनि भाग्नु परेन होइन मामा यतै पनि कान्छी मान्छे यतै पनि टाँसिन्छ होइन कान्छी दिदी उतै पनि टाँसिन्छ अनि के गर्नु अनि भाग्नु परेन हो कि मामा भाग्नु पर्यो त कान्छी मान्छे ठिकै हो त तै जान्ने भन्नु न मामा तै जान्ने तै जान्ने त ठुलो मान्छे पढ्नु मेरो पनि लागिरहेछ यहाँ घरि है मलाई पुऱ्याएर कसको जानु मेरो चुप भन्नु न मामा चुप भन्नु न यो त फटा कुरो पनि बोल्छ कान्छी मान्छे कान्छी दिदी अस्ति मेलमा पो भनौँ न अस्ति सानजेठीलाई के भनौँ घिन लाग्दो कि घिन लाग्दो गराएर नपला नि त हो तेरो नाक चाहिँ के साह्रो टाँसियो मामाको लागि राखेको है यहाँ यता पनि लगाएको चन्द्रप्रसाद मामाको लागि राखेको तर मामा चाहिँ कोही त हजुर मामा हाम्रो भोपालको त यहाँ त छँदै छोएनौ बिना पत्ताको कहाँ खुटी बजी नै रहने चुप भन्नु न मामा साह्रो अनि पो भन्नु न त म जिसिएको मेरो आफ्नै घरको हो नि त जानु न आएको थियो ल ठुलो कान्छीले सल्काइदिइसक्यो